हेलो साथीहरू, आज चाहिँ मेरो डे अफको दिन अनि म चाहिँ सानो कामले होइन यहाँनिर लोकफू जानु पर्यो थियो। अनि लोकफूमा त्यो काम सिद्धाएर चाहिँ हामी मेरो साथी नुना र म माछा किन्ने सब्जी किन्ने कुरा गर्दाखेरि चाहिँ यसरी यहाँनिर यो लोकफूभित्रको एउटा मार्केट रहेछ, त्यहाँ पस्यौँ। अनि तपाईँलाई म देखाउँदैछु यहाँ है हाम्रो चाइनिजहरूले चाहिँ यसरी सब्जीहरू भाग 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 लगाएर बेचेको हुन्छ। अनि चाइनिजहरूले पनि एकदमै धेरै ड्राई फ्रुटहरू खानुहुन्छ, यसरी माछाहरूलाई सुकाएर, सीफुडहरूलाई सुकाएर, यसरी यो जडीबुटीहरूलाई सुकाएर नि खाएको हुन्छ। अनि हामी चाहिँ यसरी डुल्दै जाँदै थियौँ। खासमा माछा किन्ने भन्ने कुरा भएको छ उसको र मेरो होइन, तर अब कता पाइन्छ त माछा थाहा छैन। यता चाहिँ मासुहरू चाहिँ यसरी सुँगुरको मासुहरू पाट पाट बनाएर झुन्डाएर राखेको छ होइन। अनि यता सब्जी मार्केट, भेजिटेबलहरू, यतै मुटु कलेजहरू, त लास्टमा माछा पनि पाउने ठाउँ भेटायौँ हामीले। तर यो मैले खोजेको माछाहरू चाहिँ यो होइन है। यसरी भाग 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 लगाएर $25, $20 यस्तरी यो मरिसकेको माछाहरू, जिउँदो माछाहरू पनि यसरी राखेको हुन्छ होइन, फ्रेसनेसको लागि। अनि मैले यहाँ तपाईँलाई देखाउँदैछु यहाँ जिउँदो माछा यसरी, अनि यहाँ काटेर यसरी राखेको हुन्छ। मैले खोजेको माछा चाहिँ यो हो है। यो खालको माछा चाहिँ हाम्रो नेपाली स्टाइलले पकाएर खाँदा मिठो हुन्छ, यो कोत्री माछा पनि होइन। यसरी धेरै खालको माछाहरू चाहिँ यहाँ बेच्न राख्नु भएको छ उहाँ पसलेहरूले, सानो ठुलो माछाहरू होइन। अनि त्यही अनुसारको दाम अनि मिठास पनि होला। अनि फेरि पनि सब्जी मार्केट। तर मलाई अझै अर्को ठाउँतिर हेर्नु मन लागेर हेर्दै जाँदाखेरि यहाँ कुखुराको मासुहरू पनि राखेको रहेछ, सिङ्गै कुखुराहरूलाई प्याकेट गरेर। यता एउटा कालो कुखुरा पनि राखेको रहेछ है। अनि यसरी बटुकोमा भाग भाग लगाएर राखेको हुन्छ कि, जाते कलेजेहरू, जाते खुट्टाहरू, यसरी जिब्रो घाँटीहरू पाट पाट पारेर बेच्यो कि। अनि यो चाहिँ सीफुड सेक्सनमै आयौँ फेरि, किनकि माछा मैले भने जस्तो माछा पाइरहेकै छुइनँ। अनि त्यही भएर अलिक कता राम्रो छ भनेर फ्रेसनेस खोज्दै हिँडेको है। हेर्नु न यो कसरी, यहाँ चाहिँ फाइनल्ली मैले माछा किनेँ गाइजहरू होइन। यो मैले यो किनेँ, तर यो यस्तो डेडली यो सिन मैले अर्को फोटो भिडियोमा देखाएको थिएँ। यसरी ठुलो कोबिया भन्ने माछा पनि पाउँछ, यो कोबिया माछा हो है, एकदम ठुलो माछा हुन्छ। अनि यसरी थुप्रै खोपेटा भएको योहरू गङ्गटाहरूलाई पनि यसरी राखेको हुन्छ बनाएर। यो चाहिँ लोबस्टर होइन, यो गङ्गटाहरू सिफुडको धेरै खालको सिफुड हुन्छ नि त गाइजहरू।